आज चाहिँ दसैँको टिकाको डे 2 हो अनि हामी चाहिँ बाबाको मामा घर जान लाग्छौँ। मेरोमा स्पेस एकदम फुल भइसक्यो, कतिसम्म चल्छ थाहा छैन। हामी चाहिँ बाबाको मामा घर जान लाग्छौँ। मम्मी आइसक्यो, अब हामीलाई लिन आइसकेको छ अङ्कलहरू। त्यसपछि हामी मामा हजुर आए माथि छ। हेलो छोरी, ह्यापी दसैँ। ह्यापी दसैँ। इधर देखो इधर ऐनामा देखेछु हेलो। बाबाको माइलो मामाको घर। आज छोरीको गालामा क्रिम अलि थोरै भएछ क्या? आज निन्द्रामा मेकअप गरेर होला। क्रिम अलि कम लगा जस्तो लाग्यो। हिजो हजुर म आफ्नो माइती आइसकेछ। किन बस्छ भुइँमा हजुरमा? तिमी किन आएको? त्यो पनि चप्पल नलाएर। हजुरमाको माइलो दाई हो कि भाइ हो? दाई। माइलो दाईको घरमा छौँ हामी, बाबाको मामा घर। सुनालाई पकाएर कस्तो आँखा हेर्न बनाएन नै लाउँदिन हामी चाहिँ। बहुत मनुष्य लग रहे हो, मत करो, रहने दो, बहुत बुरे लग रहे हो। तौबा तौबा तौबा, थारा मूड खराब कर दिया। हामी बाबाको साइलो मामाको घरमा टिका लाउन आछौँ। अब त्यहाँभित्र टिका बनाइदिँदै हैसिन्छ। त्यसपछि हामी बाबाको कान्छो मामाको घरमा जान्छौँ। आज टिकाको सेकेन्ड दिन हो। आज भ्याइन्छ नि मम्मी हाम्रो? भोलि पर्सि छैन? सधैँ 5 दिनमा ठ्याक्क भ्याइन्थ्यो, यसपालि 2 दिनमै भ्याइयो, यता मामा घरतिर नभएर नि। फुपूको टिकटक बन्दैछ है यहाँ। आफ्नै टिकटक हेरेर म कौन है ये लोग? कहाँ से आते हैं? ठुमक ठुमक जानी ठुमक ठुमक गर्छ। ठुमक ठुमक जानी ठुमक ठुमक गर्छ क्या। ठुमक ठुमक टिकटक राम्रो आएर खुसी भइसिन्छ फुपू यहाँ। मोमो आइस। खुसी हुन भित्र चाहिँ अलि हल्ला भएर म चाहिँ बाहिर आएको छु। अनि अब हामी चाहिँ बाबाको साइलो मामा घरमा छौँ अहिले। अब यहाँबाट चाहिँ हामी बाबाको कान्छो मामाकोमा जाने हो। त्यहाँ चाहिँ हामीलाई खाना त्यही बनाइसकेको छ, कान्छो मामाकोमै बनाइसकेको छ खाना चाहिँ। अनि त्यही खान्छौँ सबैजना। त्यसपछि हामी त्यहाँबाट फर्केर अनि मामा घरमा छुटेको ठाउँहरू मम्मीको, ठुल मम्मीकोमा, हजुर मम्मीको दिदीको, अनि त्यसपछि मित मम्मीकोमा जानु छ। त्यसपछि हाम्रो दसैँ सकिन्छ अनि यो भ्लग पनि सकिन्छ। सो हेरिदिनु होला, माया गरिदिनु होला। कस्तो छ मम्मी? कस्तो छ? आन्टीलाई त मिठो लागेन क्या? अबि आन्टी कस्तो छ? कस्तो छ? कस्तो छ? कैसे कैसे लोग रहते हैं यार यहाँ पर। यहाँ चाहिँ फोटो सेसन भइरहेको छ। अब साथीको अङ्कललाई अङ्कल त भन्नु पर्यो नि, खै देखाउ त अङ्कललाई पनि। हाई अङ्कल। हाई, आन्टीको फोटो देखाइदिनु त म। आन्टीको साथी म साथीसँग मिलाइदिन्छु के। यिनीसँग मिलाइदिन्छु म। A few moments later.
हामी चाहिँ बाबाको कान्छो मामाको घर आइपुग्यौँ है। यो चाहिँ बाबाको कान्छो मामा घर हो। दर्शन अङ्कल, दर्शन हजुरमुवा। कस्तो मिठो। चाहिँ गफ भइरहेछ यिनीहरू यस्तो गरिरहेछन्। हामी मेरो मामा घर जाने भनेको यस्तो पानी पर्यो, यहाँ यस्तो खतरा पानी पर्यो, जानै सकेनौँ। अब कति बेला जाने हो थाहा छैन गाइज। चाहिँ फोटो सेसन भइरहेछ पुरा। सक्यो फोटो सेसन, अब जाने हो। अब हामी यहाँबाट जाने बेला भयो। हजुरमुवा सुतेर उठ्छ छ। बाई भन्दैछ, गाइस भन्छन्। मम्मुलाई फेरि टिकटकै छ। कस्तो राम्रो छ यहाँ बाबाको कान्छो मामा घरमा। यहाँ गार्डन मलाई एकदमै मनपर्छ, एकदमै। यो चाहिँ घर हो होइन, पर्दैन। यो पुरै गार्डन हो कि, कस्तो दामी छ। अब हामी जान लाग्यो। भन साथी, केरा खाने हो? मालको केरा खान्न। यो चाहिँ ठुलो फुपूको घर हो। बाई बाई फुपू, बाई। यो चाहिँ हजुरमाको दाईको छोराको घर हो, मेरो बाबाको। भन्छ त कस्तो अरे, मेरो जेठो मामाको जेठो छोराको घर। हेलो ब्याकग्राउन्ड म्युजिक स्टप इट प्लिज। ब्याकग्राउन्ड म्युजिक स्टप इट प्लिज। मेरो जेठो मामाको जेठो छोराको घर, मेरो दाइको घर। गुड। हामी टिका लाउन आएको है। यो घरपट्टिको सक्यो नि अब आज, त्यसपछि मामा घरको छ। हिँडेको मान्छे यो मेरो कुरा हो है। यसको 7 दिन क्लासमा जति थियो है त्यति ठाउँ पुगिसक्यो। लास्टमा अम्माको त अँध्यारो हुँदै पुग्यो त यो। मलाई सबभन्दा धेरै अङ्कलले पिट्स्या हो सानोमा, त्यसपछि मम्मुले हो, त्यसपछि त मलाई बाँकी सबले पिट्थ्यो। हजुरमा मैले पिटा कसै नखाएको छैन। सुन र फलामलाई जति पिट्यो त्यति राम्रो चाहिँ त्यसको त के भन्छ चाहिँ चमक हुन्छ, चमक हुन्छ। म जस्तै। ये बड़ी अच्छी बात कही आप। ए नत्र हुन्थेन। सुनलाई नपिटेर कहिले पनि गना बन्दैन, बुझिस्? हो। यहाँ पनि टिका लाउन सुरु भइसक्यो। हजुरमाको को हैसिन्छ यहाँ? हजुरको छोरा बधाई। हाई। तिम्रो के छ बिहा सक्यो? हजुर सक्यो। अनि के छ मास्टरी पढ्न लाग्छौ? मास्टर्स अब बाहिर गर्ने सोचे हो, के हुन्छ। मेरो अड्डेन भन्ने हो। अनि त्यहाँ टिका टिका लगाइदिँदो रहेछ चाहिँ मलाई चाहिँ। ल सुयाना खैला तिमीलाई म क्याटवाक गर्न सिकाउँछु। त्यहाँ बस सबैजना। केही हुन्न के, एकचोटि मात्रै। सुयानालाई तिमीलाई सिकाइदिन्छु। यस्तो गरेर कम्मरमा हात राख। त्यही बस, त्यही बस। ल कम्मरमा हात राख। ठुमक सुयाना यस्तो कम्मरमा हात राखेर हिँड्ने। यस्तो 1 2 हिँड कम्मरमा हात राखेर। भएन के। म यहाँ भाइहरूसँग खेलिरहेको छु। यिनको भोलि बर्थडे हो है गाइज। ह्याप्पी बर्थडे सुयान खड्का। यिनको भोलि बर्थडे हो। हामी यिनको बर्थडे केक काट्ने हो, रमाइलो गर्ने हो यिनको बर्थडेमा। अनि त्यसपछि हामी पर्सि काठमाडौँ जान्छौँ।
जाने कि नै तिहार पछि पनि जान्न नि त म घरै बस्छु नि त ल ल मन्सु दिदी जान्न हस् मन्सु दिजु भन के हो गुड मन्सु नानु तिमीले मलाई के भन्छौ रे सुयान तिमीले मलाई के भन्छौ रे के दिजु तिमीले के भन्छौ मलाई गुड अब हाम्रो यहाँको टिका सकेपछि हामी चाहिँ मेरो मामा घर जान्छौँ अनि त्यहाँ 3-4वटा टिका लाउन बाँकी छ त्यसपछि म भोलि घर आउँछु सुयानको बर्थडे हो म भोलि घरमै बस्छु इफ अब धेरैजना भइसेन भने घरमा धेरै भइसक्यो भने म फेरि मामा घर गइहाल्छु पछि आउँछु लगाइदिएको अब हामी पछि भेटौँला मेरोमा स्पेस छैन यहीँ पनि इन्ड हुनसक्छ अब कति बेला इन्ड हुन्छ थाहा छैन सो फेरि फोटो सेसन सुरु भइसक्यो यहाँ म त हुक्किसकेँ अब 1 hour later. हामी चाहिँ त्यहाँबाट मामा घर आएर स्कुटी लगेर अब मम्मीको दिदीकोमा जाँदैछौँ त्यसपछि त्यहाँ टिका लगाएर हामी अब अरू कहाँ कहाँ जान्छौँ म हजुरहरूलाई देखाउँछु मम्मी हाँसिन्छ पानी परिरहेको छ यहाँ चाहिँ एकदम धेरै त्यही भएर मैले यहाँ लगाएको है नाटक गरी नभन्नु होला हामी चाहिँ अहिले मम्मुको मितिनीको घरमा आसम टिका लाउन अब यहाँबाट फेरि कहाँ जाने हो मम्मु उर्मिला आन्टी होइसिन्छ कि नै अब इफ होइसिन्छ भने चाहिँ ड्याडीको बहिनी होइसिन्छ उर्मिला आन्टी भनेको त्यहाँ जान्छौँ अब इफ होइसिन्न भने चाहिँ आजलाई ऱ्याप अप फेरि भोलि जानुपर्छ नत्र भने आजै सकिन्छ दर्शन 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 मम्मीले मलाई टिका लगाइदिन लगाइसकेको छ midnight. यो चाहिँ मेरो दसैँको दक्षिणा हो है गाइजहरू पैसा पैसा तसँग पैसा मसँग हिजो गनिसकेको छु आधी चाहिँ अब आज टिका लगाएर आएपछि चाहिँ यति भएको छ मेरो टोटल अनि त्यसपछि अब खै भोलि कतै जाने हुन्छ कि हुन्न मलाई थाहा छैन गयौँ भने चाहिँ अरू एड होला भएन भने भएन तर सबैभन्दा ठुलो कुरा पैसा होइन ब्लेसिङ्स हो अहिले मैले फेसमा औषध लगाएको छु त्यही भएर मैले पैसा नै देखाइरहेको छु सो यति हो आई होप हजुरहरूलाई पार्ट 1 एन्ड पार्ट 2 दुइटै मन पर्यो होला मेरो दसैँको भ्लगको एन्ड म अझै अरू भ्लगहरू पनि ल्याउने छु सो त्यही हो एन्ड थ्याङ्क यू फर वाचिङ एन्ड प्लिज डोन्ट फर्गेट टु डु लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब